स्वागत छ नयाँ भ्लगमा। आज हामी यो साइकलमा हैन चढेर खासमै यो एकै दिनको हो तर भ्लग लामो हुने भयो के। एउटा भ्लग हाम्रो साडी लगाउनु भयो म्याडमले, एउटा त हाम्रो पोडकास्टै भयो अनि एउटा हाम्रो यो साइकल यहाँ चारवटामा ट्याक ट्याक बसौँ न यसरी। यो मेरो हो भन्ने नि आयो भने अब यसमा हामी टक्क लाएर बुक गर्छौँ अनि त्यहाँबाट हामी यहाँबाट एउटा नजिकै ताल छ, मैले अगाडिको भ्लगहरूमा भने ताल जान्छौँ, तालमा गएर फोटोसोटो खिच्छौँ, यसो हेर्छौँ अनि त्यसपछि हामी कतौज भन्ने सिटी जान्छौँ। आज डिनर सिनर अनि त्यहाँ कतौज नाइट लाइफ देखाउँछौँ हामी तपाईँहरूलाई। नाइट लाइफ इन कतौज। या You feel cold? Why didn't you wear? You want to wear another jacket? No. In night it will be more cold. So we will not stay out more, yeah? We will stay out. We will visiting city. Shiri? Yeah. ल फलो गरौँ त एलिसा के अरे तिम्रो दोस्त राणा मगर, एलिसा मगर टिकटकमा। अनि पोल्यान्डको बारेमा जे सोध्नु खै यही दुइटालाई सोध्दा हुन्छ। एप्लिकेसन डाउनलोड गर्नु पर्यो होइन पहिला सुरुमा? होइन तिमीहरूको अनि त्यसपछि होइन यहाँ भन न मान्छेहरू कोही चढ्ने भयो भने कोही नयाँ मान्छेहरूलाई थाहा त्यो के भन्ने एप्लिकेसन नाम भन्थ्यो त? नेक्स्ट बाइकमा जाने अनि नेक्स्ट बाइक अनि यहाँ बारकोड हान्ने कि नम्बर हान्दा नि हुन्छ। अनि त्यसपछि आफै यो चेन लक हुन्छ, अनलक हुन्छ अनि त्यसपछि पैसा अनि कति काट्छ? यो लास्टै कम काट्छ नि 2 रुपियाँ 2.5 रुपियाँ मात्रै काट्छ। त्यसपछि लास्टमा अनि झरेर अनि यही स्टेसनमा यस्तो हुन्छ, स्टेसन यस्तो साइकल राख्ने साइकलको साइन हुन्छ अनि त्यहीँ राख्ने फट्याक्क गर्ने राख्ने यो धेरै भइसक्यो यो साइकल। पहिला त महँगो थियो होइन, अहिले चाहिँ सस्तो थियो फेसिलिटी। अब कम्पिटिसन भयो नि त, बोल्ट पनि छ अरू पनि छ नि त अनि त्यो कारणले तर ला सस्तो हो नि 2 घन्टाको 2 रुपियाँ जति धेरै घन्टा चलाउनु भयो त्यति सस्तो हुन्छ। दिनमा 9 घन्टा त्यस्तो चलाउनुहरूको जम्मा 6-7 रुपियाँ मात्र काट्छ। चलाएर बस्ने क्या दिनै घन्टाको चाहिँ जस्तो उबर इटहरूको हजुरको यो अनलाइन फुडहरू हुन्छ नि सबै यस्तै साइकल चलाएर गर्छ काठमाडौँतिर त। यहाँ त बस्न मिल्दैन पछाडि मिल्दैन तर लास्टै चाक दुख्छ के धेरै हिँड्दाखेरि। यो सिटै अलि नेपालको फर्म हुनु ओ यो त जाडो हुन्छ। यु विल फिल कोल्ड। ल साथीभाइहरू अब हामी साइकलमा जान्छौँ। आज साइकल राइड पनि हानौँ अनि हाम्रो सिटी हाम्रो चाहिँ सानो उसो भिलेज एउटा टाउन हो, त्यहाँ त छैन यस्तो। टाइम स्टार्ट भयो भएन? अर्केको हो कि? यस कट्याक मेरी दिस इज फर यु। यसरी ट्याक्कै स्क्यान गर्यो उ गर्यो। अब यहाँबाट टिक्क गर्यो यो गरे हैन? यो गरिसक्यो भइसक्यो। कता गएको? यता हो यता। वेयर गोइङ आ? ल ओइ टेक्न टेक 1 गियरमा चलाउनु पर्छ। राइड इन 1 इट विल बी इजी। ल जाऊ। ओइ म त क्या घोडामा चढा जस्तो भयो त यार। के मजा आयो यार अन्त। ल है साथीभाइहरू मजा आछ। ब्रेक त लाग्छ हो लाग्दो रहेछ। ल यस्तो राइडिङ हान्दैछौँ हामी अहिले। यो समातेर राइड हान्न चाहिँ अलिक गाह्रो के मलाई फेरि। ल जे होस् पछाडि नै छन् यसरी। केही छैन मेरो फेरि क्लिप हान्न बिर्सेछु। कता गयो लसाङ हिँड न सुई लगाएर। ल मजा आयो मजा। यसमा उसमै अड्डाइदिनु पर्ने यो खासमा। अब हामी पाप्राकानी हो कि लाप्राकानी कतातिर उसमा जाँदैछौँ। पाप्रासानी पार्क भन्ने ठाउँमा लेक हो, त्यो चाहिँ लेक छ त्यहाँ जाँदैछौँ है। अब त्यहाँ हाम्रो फेवाताल हो नि, पोखराको फेवाताल। यहाँको पोखराको फेवाताल भन्दा ठुलो होला है त? छैन नि। छैन? कत्रो ठुलो छ। उयो जाडो पो हो त अहिले त। टोपी लाउनु अगाडि जाउँ होला है त। ओए राइड फास्ट। मजा आयो यार। यो सिट अग्लो बनाउँदा कस्तो हुँदो रहेछ क्या माथिबाट चला जस्तो फिल भइरहेको है। केटीहरू त हराए। एलिसा त पछाडि हो।
कता हो? आइदियो तिमी यहाँ नि कता जाने हँ राइट 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 भने यता हिँड न हिँड तिमी अगाडि लास्ट उकालो यार यति यति नै उकालो भन्छ तिमी हल्कासम्म अलिक गरौँ छ नि त त्यही भएर अलिक गरौँ यिनले भनेको फेरि कस्तो हँसाउँछ 4 किलो बेसी हो गाइस म भन्दा अस्ति नापेको म गरुङ्गो छु भनेर गफ दिइहाल्यो यार कता हो रातो रातोमा चाहिँ साइकल चलाउने सेतोमा चाहिँ हिँड्ने हो नि त हिँड्ने हो सो त्यसरी नै चलाउन पर्छ यिनीहरू लास्ट सुस्त भयो कि यार पछाडि त्यहाँ मान्छे फलो मी है फलो मी मैले अहिले टिकटक पनि चलाउन थालेको छु है साथीभाइहरू टिकटकमा आजकल भिडियोहरू पोस्ट हानिदिइरहेको छु तपाईँहरूले टिकटकमा पनि फलो गर्नलाई यही प्रवेश उप्रेती नाममै हल्का फलो बढाउनु पऱ्यो टिकटकमा पनि भिडियोहरू हल्का एक्टिभ हुनु पऱ्यो क्या गाइस म पहिला टिकटक चलाउँथिनँ कहिले काहीँ भिडियो हालिदिन्थेँ अहिले चाहिँ रेगुलर हाल्न थालेको छु सो त्यहाँ पनि जानु होला त्यहाँ गएर पनि यसो हल्का फलो हान्नु अनि त्यो इच्छा तपाईँहरूले चलाउनुहुन्छ भने त्यता नि फलो हानिदिनु भयो भने त्यता नि यसो क्लिपहरू यसो सर्ट भिडियोहरू चाहिँ आइरहन्छ कि यता युट्युबमा नहालेको भिडियोहरू त्यता कुनै कुनै भिडियोहरू आउँछ सो त्यता नि गएर फलो गर्नु होला है त सानो आग्रह म सुई अगाडि हिँडेको छु र यहीँ नजिकै रहेछ नि त खोइ दायाँ बायाँ कतै भयो भने भन है म सिधै जान्छु पारीबाट कता लेफ्ट भनेको म दाहिने गएछु फेरि हल्का लेफ्ट र राइटमा कन्फ्युजन अहिबाट लेफ्ट भन्दा चाहिँ केटाहरूले केटाहरूले भन्दा नि बुढाबुढीले ए यहाँबाट क्रस हो हामी त टुरिस्ट हिँडे जस्तो भयो होला है चारजनाले चक्क चारजनाले यही साइकल चलाएर हिँड्छ अनुहार पनि कहाँबाट आएछ राउतेहरू भने हामीलाई के यहाँ स्टेसन रहेछ नि त तर यो हामीले जहाँ पनि चलाउन चाहिँ पाइयो होइन पार्किङ मात्र पार्किङ चाहिँ स्टेसनमा त्यो बोल्टहरू चलायो भने त त्यो एरिया बाहेक पाउँदैन नि त
एलिसा थाकेर मर्न आँटिसक्यो यु क्यान डु इट मे के भएको अब अहिले त जाडो भयो थियो अहिले त बल्ल वाम भयो ल आयो हाम्रो यहाँको फेवाताल खत्रै ठुलो छ यार लेफ्टबाट जाउँ एलिसा त गर्न थालिसक्यो थाकेर स्विम ए बोटिङ भने ल ल साथीभाइहरू यता बोटिङहरू गर्ने ठाउँ पनि छ ताल चाहिँ यो गोप्रोमा वाइड एङ्गल भएर सानो देखियो होला तर लास्टै ठुलो छ यार यार म र भान्जा एकचोटि पुरै हिँडेर राउन्ड हानेको थियो लास्ट टाइम लागेको थियो लगभग 6-7 किलोमिटर छ यसको फुल राउन्ड हेर्दाखेरि Chłopaki! उयो मैले त नभेटिरहेको थियो अग्लो भएर के थकेला हुन्छ छोडिदिनु नेपाली फिल्ममा त्यो हिरोइनहरूले करासरी कराइदिन्छ तल माथि भन्छ उसले अनि यो त चाबी लाउनै मिल्दैन नि अन्त त्यहीँ पुग्नुपर्छ पार्किङ गर्यो भने त होइन कहाँ जाने तिमी हिँड नि त अगाडि कता जाने हो अनि तिमीले बाटो देखाउनु पर्ने तिमी अगाडि होइन हामी आउँछ पछाडि पछाडि If you park anywhere, it will be 400 fine. यहाँ रहेछ नि त उस त अनि पुरा उसमा झुन्डिने उसहरू खेल्नेको त बाइकरहरू के भयो अरे साइकल बाहिर राख्न गयो हामीले साइकलले राइड गरेर त पुरै हिँड्न त पाइन्छ नि जाउँ न त फेरि वहाँ गएर आउनुभन्दा त होइन आहा कस्तो अनुहार बाइक अरू त कति मिलेको है साङ्गे अनुहारमा त खटिँदै खटिरहेको फेरि छोडिदेऊ क्या फाइन हानिदियो भने अहिले यतिकै राखेँ त्यही त्यो चलिरहेको बनाउने भनेको तिमीले चलिरहेको छ के राख्ने मात्र के पार्क गर्न नि मिल्छ पैसा काट्दैन पार्क गर्यो भने बस उसको हेर न त्यहाँ फोटो खिच्ने भयो नो इनफ इज इनफ हेर मैले हो योबाट त नि वाइड टक्क लामो निक्लिन्छ कि वाइडमा खिच्यो भने अनि यो पोर्ट्रेटमा लामो खोजेर हुन्छ तिमीले होइन कि तिमीले खिचेर देखाउ अनुहारै के बनायो कि खालि त्यो रिसा तिमीले मेरो खिचेर देखाउ यस्तो सिरियस भयो ल होइन तिमीलाई यहाँ अलिकति अनकम्फर्टेबल भएको जस्तो भयो तिमीले मेरो खिचेर अलिकति मान्छे नभएकोमा जाउँ त्यहाँ गएर खै म मेरै मोबाइलको खिच्छु म अर्को फेरि घुमा त 1 2 भयो त 1 2 1 2 चल्छ यता आएर फेरि ल हो यो आइन त राम्रो है ल ल ल फेरि फेरि ल ल ल फेरि 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 कसै गयो 1 2 यस्तो गर्छु म यस्तो 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 हाँस है त्यो गर्ने ल
भयो उत्तु के अनकनाउन खिचेको रे आफैले अनकनाउन अनकनाउन हामीले अनकनाउन भन्छौँ कि अन्नलाई त्यहाँ है, केटाहरू दिस कस्तो आएको छ यो त साह्रै ल उज्यालो ल अनि यसलाई अँधारो डार हल्का गर। बनाउनु ल मिल्छ कि यो प्रवेश फेरि यस्तै म हल्का हाँस्छु अलि अलि हल्का हाँस्छु के भयो त्यहाँ मिलेन त त्यो सर्पो एलिसाको थुतो नै छ कि ओ ल भयो है भयो भयो अब त यताको मान्छेले कुटेर लखाएर अर्को ठाउँमा गएर एउटै सिंगल मेरो सिंगल एउटा एउटै ब्याकग्राउन्ड भयो ल फोटो चाहिँ सक्यो रे सक्यो अब उसको नाम नेरी नेहरू नेरी प्लिज डु टिकटक ठिक छ यो गरेर है बरी ल है यसको यो स्टेज फोटो खिचिसक्यो अब हामी सिटीमा जाने हो गाइस अहिले अब लास्ट यहाँ टिकटकको भिडियो एउटा बनाएर अनि लाग्न पर्ने छ है सबको भिडियोहरू ढिलो भइसक्यो यार 2 रुपियाँ साथीभाइहरू नसक्दो रहेछ केटाहरूले यिनी र यिनी दुईवटा भएर ओ नाच रणटिकल क्यासँग भुत्ताएर आयो क्या त्यसले गाडी म त तर्सेर झ्याप्पै ब्रेक हानेर कहाँ गयो स्याङ्गे त सिधै गइदिएछ फेरि त्यो गाडी हुत्तेर आएको थियो केटो त सिधै गइदिएछ जाउँ 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 त्यहाँनिर अघि गाडी आएको थियो सुइयो हुत्तेर मैले झ्याप्पै रोकेँ अनि ऊ चाहिँ अगाडि गइदिएछ कि गाडी नरोक्ला जस्तो भएको थियो आउँछ अब त्यहाँबाट जेब्रा क्रसिङबाट बस थकेला आयो अनि ट्रान्सफर चाहिँ यस्तो गैडा लाग्छ नि त कति पछि यो विन्टरभरि चलाइन नि त मैले अँ। अनि त्यही भएर लङ ग्याप भयो अनि त्यही भएर के बस हो हाउ आर यु फिलिङ नर्मल नेरी त त्यस्तो भएको छ है त दुब्ली पत्ली उता आइसक्यो जाउँ 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 ल होइन। 10 रुपियाँ जान्छ अब यसमा अनि त्यसमा लास्ट महँगो नि त्यो त यो 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 जम्मै त्यत्रो बेर हामीले चलायौँ होइन लगभग त्यहाँ पनि पार्क त्यही उसमै कतिचोटि नचलाइकन त्यत्तिकै राखिदिरहेको 2.5 रुपियाँ काटेछ उसको जम्मा लगभग हाम्रो 1 घन्टाभन्दा बेसी चलाइसक्यो कि टाइम भइसक्यो कि 2.5 रुपियाँ अनि पैसै नकाट्दो रहेछ त अनि जो यो साइकल चाहिँ अब सबै सिटीमा यो साइकल होला कि नहोला यार त दामी हुँदो रहेछ साइकलमा धेरै फाइदा कुनै सिटी घुम्न हो भने तर पार्किङ गर्ने ठाउँमा चाहिँ राख्नु पऱ्यो नत्र यो साइकल चाहिँ बवाल रहेछ ल म चाहिँ रिकमेन्ड गर्छु है बजेटमा ट्राभल गर्नेहरूलाई चाहिँ अब पैसै छ ट्याक्सीमै जान्छु भन्नेहरू त जानुहोस् केही छैन अतकै त होइन यो उसले मात्रै बोल्दै आएको थियो यसो नि हेर्छु है यति उकालो देखिन्छ है प्रवेश त टु 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 दौडेको देख्छ आफ्नो त खुट्टै चल्दैन घुम्दैन एक घुम्न आयो भने गाडी क्रस गरेर रोक्नु पर्दैन त्यहाँ किन त त्यही त हो क्रसमा त्यो रातो छँदै छैन छैन रोकेको अनि गाडीले रोक्यो आफै अनि तेरो म सुइसी चलाइदियो मैले नि त्यही भएर मैले चाहिँ रोकेको थिएँ अनि त्यो गाडीले रोक्यो त्यही कि पनि एकछिन गाडी हाइन्छ के हुन्छ र तिनीहरूले बन्दुक मार्दैन त कारमा तर रोक्नु चाहिँ पर्छ गाडी लास झुकिन्छ यहाँ रोक्यो यार त्यसले मैले त पछाडिको देखेँ होला धुम्म चालेको जस्तो झ्याप ब्रेक हान्दिएको त सुइँ पछाडिको प्याङ्रा उडिदिएर हजुरको झ्याप उडाएको कि ऊ आफूहरूलाई त त्यस्तो भयो अनि मलाई किन उनीहरूले झुकाए तिमी अगाडि गइदियो गयो अनि त्यो गाडी रोक्यो कि त्यहाँ रोकिरह्यो अनि म जान्दिनँ टाइममा पसिदिहाल्यो होइन उताबाट आएको थियो गाडी मैले अनि रोक्न खोजेको सबैजना त्यो गाडीले नि रोक्यो कि अनि त्यही भएर अनि झ्याप्पै ब्रेक हानेको मैले त्यो गाडीमा जान्छ होला नि ल हाम्रो घर कुन हो यो ल अफ लास्टमा गर्ने चाहिँ ए यसलाई स्याट एकछिन त्यहाँ भयो पहिला प्रवेश गरिदिनु पनि बाइक गर्छ है फटक्कै गर्नु पुरै हो बल्ल टिट टिट गरेर गराउँदो रहेछ ल यो 783 यो नम्बर हुँदो रहेछ भयो गर्दिनु भएन ए ल बल्ल यहाँ चाहिँ किन गरेको कि हामी वहाँ जानु छ त्यही हो त्यो त साइकल अब हिँड्दै जाने नि आफूहरू पनि ल किन जा। दुख्यो मेरो पनि बोल्टको कम्ता धेरै चार्ज काटेन अनि ल जाउँ ल साथीभाइहरू अब फेरि वाकिङ अब फेरि हामी त एकदम फिटनेस लभर फिटनेस लभर किन्देऊ न फेरि फिटनेस लभर हो क्या एकदम उयो एकदम फिटनेस फिटनेस एकदम त्यही भएर यहाँ मेरो थोपडा हेरेर थाहा हुन्छ मान्छेहरूलाई फिटनेस हो मेरोमा पैसा कति रुपियाँ लेखेको थियो 20 27 रुपियाँ छ त यार 27 के रुपियाँ झन् थपेर दियो कि क्या धेरै त अन्त नि 20 र 8 मात्रै थियो पैसा थपेर दियो त यिनीहरू सकेन चलाउन भनेर 10 प्लस 20 30 रुपियाँ थियो जम्मा 3 रुपियाँ काटेन यत्रो चारजनाको यत्रो बेर चलाएको होइन 2 रुपियाँ यस्तो जलेकाहरू म हेरेर लागेको त्यति काट्यो भने त म त यसको अफिसमै गएर 2 रुपियाँ बुझाएर आउनुपर्छ यार यत्रो चला किन
होइन कि अन्त नि यस्तो फेसिलिटी तिनीहरूलाई छ फाइदै भएन नि त अनि